पैसा पैसा छोड्ने अझ म पैसा छोड्ने अझ फेरि पैसा ममिती हुन्छ है पैसा छोड अझ फेरि सूर्य अंकल सिरदाइती होला थाना भित्तला जा ले जा भित्त एक कोठा छ नि यो त्यही पाते यो कोठा भित्त त्यहीँ छ जा ले जा ल फाल्दै बल पक्थै भित्त भएन चिसो भयो भित्त यहाँ बलिएको छ म त्यो भाइलाई म प्रेङ गर्दैछु त्यो भाइलाई म प्रेङ गर्दैछु पैसा चोरे छ भनेर म यहाँ पर्स यहाँ छ पैसा 500 को थियो भनेर म प्रेङ गर्दैछु त्यो भाइसित कस्तो हुन्छ है यो पैसा चोर भनेर म प्रेङ गर्दैछु पैसा किन चोरी किन चोरी त भित्र थियो त अलि पैसा मैले अलि हेरिँ त अलि पैसा चोर्ने अझ फेरि हुन्छ होइन यसले भित्र गएर कसम यसले पैसा चोर्या 500 रुपियाँ थिए अलि 500 रुपियाँ चोरिकन ल्याएको पैसा पैसा चोर्ने अझ म पैसा चोर्ने अझ फेरि पैसा ममिती हुन्छ है पैसा छोड अझ फेरि गर्छ भित्र मेरो अलि 500 रुपियाँ कहाँ फाल्यो भने त तैँले त लिए अलि भित्र गए नै त अलि तैँले भित्र लिए होइन पहिला अलि 500 रुपियाँ भित्र तैँले भित्र गएर अलि तैँले बल्याउँदाखेरि तैँले चोरी होइन है तैँले चोरी होइन है नु तर अलि उयो जा त अहिले त्यही भित्र अलि मैले भित्र गएन अलि 500 रुपियाँ अलि थियो मेरो पर्समा यो पर्समा 500 रुपियाँ थियो अहिले तैँले चोरी सिधै भित्रबारे त्यही अलि चोरी म अलि भित्र अलि गएँ त नियमित 500 रुपियाँ सिधै छैन मम्मी त होइन त्यो तैँले चोरी आयो जस्तै तेरो मम्मीले ल्याइजा जा जा बोलाइ जा होइन होइन उता उता मैले पेरेङ गरेँ हो क्या पेरेङ गरेँ पेरेङ गरेँ हो क्या त्यसै होइन त्यस्तै रमाडी हो यार ए छुको क्या गर्दै चुप लाग हेर्नु गाइस मैले पेरेङ गरेको त भाइ बल्ल रोयो होइन अब के गर्नु सबैजना हेरिरहेछन् अब भाइ त रोयो साँच्चै कसम भनेर पेरेङ गरेको कस्तो लाग्यो पेरेङ मेरो कमेन्ट सेयर गरिदिनु होला